पुरानी यादें ताजा करेंगे जब शो बनाने वाले चूतिया थे और हम भी। तो आओ यार शुरू करते हैं बिना किसी डेडिकेशन के। कहाँ छु भन्दाखेरि हल्क होटेलमा छु म। रुमको प्राइस चाहिँ कति रहेछ भन्दाखेरि ठ्याक्कै तपाईँको 2500मा चाहिँ हल्क होटेल आउनुभयो भने तपाईँले रुम पाउनुहुन्छ पोखरा लेक साइड एरियामा। यहाँ तपाईँले सोफा अनि यहाँ डबल बेड दुईवटा होइन पुरा, अनि त्यस पछाडि यहाँ सोफा सेट छ भने यहाँ टिभी छ, वाइफाईदेखि लिएर तपाईँलाई म वासरुम पनि देखाइदिन्छु। हाम्रो 2500मा तपाईँले यतिको रुम पाउनुहुन्छ। हाम्रो साथी त फेरि डान्स हानेको भन्ने इच्छा छ। आज किन हाम्रो डे बोरिङ भएको हो कि हाम्रो बास किन यहाँ भएको कारण के होला? आज पोखराको क्याफेहरू एक्सप्लोर गर्ने भन्दै थियौँ, भन्दा अलिकति मौसम क्लाइमेटले अलिकति साथ नदिएको कारणले गर्दाखेरि चाहिँ हामी निस्किन भ्याएको छैनौँ। हाम्रो चाहिँ अलिक लङ टुर भएको कारणले गर्दाखेरि चाहिँ आज चाहिँ बरु सेड्युल प्लान मिलाएर चाहिँ भोलि निस्क्यौँ त भन्ने कुराले गर्दाखेरि चाहिँ हामी अड्किरहेको छौँ गाइज। भोलि चाहिँ मेबी घामदुखको लागि हाम्रो ट्रिप स्टार्ट हुन्छ भोलिदेखि। त्यहाँ पछाडि हामी भनिरहनु कता कता के हुन्छ। अहिलेको लागि चाहिँ हामी होटलमै अलिकति व्यस्तताको कारणले गर्दाखेरि यहीँ स्टे भएर प्लानहरू सेड्युलहरू मिलाइरहेको। ओके साथी, ओके ओके ओके। अनि हाम्रो साथी चाहिँ किन पल्टिनु भएको छ त पुरै? साथी हल्का थकान भइरहेछ। थकानमा यसो आफ्नै भ्लग हेर्दै यहाँ हाम्रो च्यानल मौसम पौडेल च्यानल हेर्दै थकान मेटाउँदै बसिरहेको छु म चाहिँ है। अब यत्तिकै बसेर भएन, यहाँदेखि चाहिँ फेरि तपाईँले राम्रो भ्यू देख्न सक्नुहुनेछ। अझ तपाईँले बेलुका र बिहान चाहिँ तपाईँले हिमाल टिलिक्क टल्केको देख्नुहुन्छ। साथी चाहिँ उठो बल्ल होइन। अब के प्लान छ त साथी? साथी अब कपाल पनि बढ्यो, थुप्रो दिन भयो बसाइ पोखरामा। कपाल मिलाउँ होइन, यसो फेसियल सेसियल गर्नु अलिकति हेर्छ। अरू यस्तै छ अब, ठिकै छ। यसो अब घुमौँ न। अब घान्द्रुक गइँदैछ, अब घान्द्रुकमा यसो। अब हाम्रो साथी चाहिँ आज जाडोमा पनि आइसक्रिम खान्छु भन्दैछ होइन। के च्यालेन्ज एक्सेप्ट गर्छौ? म चाहिँ खाँदिनँ, मेरो चाहिँ होइन तिमीले पनि खानुपर्छ नि त नि। होइन पैसासँग गरिब मान्छे खानुपर्छ। ल जति परे पनि हामी असिमलाई खुवाउँछौँ होइन, तर खानु चाहिँ पर्यो। ल यो के अरे 31% अफ रहेछ गाइस, त्यही पनि होइन एभ्री इङ्ग्लिस मन्थमा। यहाँ देख्न सक्नुहुन्छ डु यु बिलिभ इन लभ एट फर्स्ट बाइट। के खाने अरे? फोटो क्यान्डी साथी। आस्क फर अ फ्री टेस्ट के चाख्नु पनि पाइयो। हान्ने हो तिमी टेस्ट गर्ने? एक्सक्युज मी, एक ग्लास पानी दिनुहुन्छ मलाई? पानी छ पिउनु? पानी पिउनु? हाम्रो साथी असिमलाई चाहिँ आज हामीले आइसक्रिम खान ल्याएको छौँ। जाडो महिनामा पनि म आइसक्रिम खान सक्छु भनेर उसले आँट गरेपछि हामी आउनै पर्ने भयो र ल्याएको पनि छौँ। अनि यस्तो जाडो महिनामा पनि के साथी हो? ल यसको नाम भन्दौ न त के हो? Don't like that. यसको पनि कहानी छ, अहिले भन्नुहोस्। होइन नाम भन्नुहोस् न। यसको कटन क्यान्डी हो। यो चाहिँ मेरो मिसेसले मलाई खाना सिकाउनु भयो। मिठो उहाँ बोसलाई पनि खान मन लाग्यो होला नि त। छैन लागेको मलाई। घाँटी हजुर पनि ट्राई गर्नुहोस् न नि। एकदम इन्होंने वक्त बदल दिया, जज्बात बदल दिए, जिंदगी बदल दी। दिनुहोस् सर। पे गरेर आउलो साथी। ल साथी बाहिर हामी चाहिँ बाहिर निक्ल्यौँ। ल
हाम्रो साथी चाहिँ एकदम झिल्केवाला छ होइन, जहाँ हिँड्दा पनि इभन उसलाई ठेलासम्म केही खान जानुपर्छ भन्ने पनि ऊ चाहिँ सुटबुट या चिटिक्क बनेर जान्छ हो नि होइन। राजा जी क्या लग रहे हो, बाराती लग रहा है भोसड़ी के, जो नाचते नाचते पैसे चुराने वाले बच्चे भगाता है। हाम्रो उहाँ चाहिँ यो याद गर्नुभएको होला है कसको भनेर। ठ्याक्क मेरो उल्टो छ, अन्डरवेयरमा पनि डुल्दिन्छ उसलाई जोसै आउनु पर्यो। कमेन्ट गर्नु, अन्डरवेयर च्यालेन्ज गर्नु छ कि छैन कमेन्ट है गाइस। लोकलवाला फिल आइरहेछ होइन, हेर्न सक्नुहुनेछ तपाईँहरूले। यहाँ सामान जति राम्रो देख्नुहुन्छ नि त्यति नै महँगो छ यहाँको फेरि सामानहरू। तपाईँको एउटा बर्तनको प्राइस पनि तपाईँको 5-6 हजार पर्छ। हेलो स्यारोन साथी, के भनिदिनुहोस्। रमाइलो भइरहेछ, इन्जोय भइरहेछ लेक साइडमा। लेक साइडमा यहाँ देख्न सक्नुहुनेछ दाजु अरे हाम्रो के दाजु पो भन्छ, हाम्रो टिकटकर दाजुको गाडी हो यो। हाम्रो हल्क होटेल हो यो चाहिँ। हाम्रो साथी हरायो फेरि आउँदा आउँदै बिच बाटोमा। ओहो हल्क होटेलमा हल्का आयो साथी। ल तिनजना ह्यान्डसम गाइज, हाम्रो दुईजना चाहिँ म माथि पनि देख्न सक्नुहुन्छ हामीलाई। यो भोला चबाउने को हो फेरि, मिस्टर ह्यान्डसम। फाइनली हामी हाम्रो रुम आइसकेको छौँ। चाहिँ रुम आइपुग्यो गाइस। हाम्रो केटाहरू चाहिँ अलरेडी यहाँ जाडोले भित्र छिरिसकेछ। अब के सुत्ने बेला भयो साथी। सुतेको अब गुड नाइट भन्न चाहन्छु सबैजनालाई। अब गुड नाइट भनेर हामी सब बिदा हौँ है त। ल आजलाई यति गाइस, ल गुड नाइट। अब तुम लोग गलती से अगर नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर अपने जीजा जी फेंक के मारो या फूफा जी, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूं, मुझे